यहाँनिर चाहिँ ज्येष्ठ नागरिक पार्क भन्ने रहेछ, नयाँ अहिले बनाउँदै गरेको, सबै बनाउँदैछ, पुरा भएको रहेछ। अनि आज चाहिँ काम धमाधम भइरहेको छ, मिसिन पनि बजिरहेको थियो, आवाज चाहिँ एकदम डिस्टर्ब सुनिरहेको छ। तर एकदम राम्रो, कस्तो मजाले यता पनि पार्कहरू पूर्ण रूपले भइसकेको छैन, त्यही पनि हेर्दाखेरि कति राम्रो हुँदै रहेछ। र हामीहरू टेम्पो बोलाएर गयौँ माथि चिन्डे डाँडा, त्यहाँदेखि कति राम्रो खोलाहरू देखिँदो रहेछ। हामी चाहिँ गएको गऱ्यौँ, नयाँ बाटो गएको, यता नयाँ कस्तो राम्रो छ अरे उतातिर चाहिँ भरे आउँदा देखेको। तर हामीले जाँदा जाँदा बाटो नदेखेर मान्छे घरभित्र पसि गयौँ। त्यहाँदेखि चाहिँ फेरि निस्केर माथिनिर टेम्पो गएको अगाडि बाटै भेटेन, हेर्नु नि साथीहरू। अनि त्यहाँदेखि फेरि अनि फर्क्यौँ। कस्तो हाँस उठ्यो क्या, जाँदा जाँदा बाटो नभेटेर बाख्रै बाख्रा भएको घर पुगेको नि। अनि हामी फेरि फर्क्यौँ, जबरजस्ती टेम्पो पनि त्यो भाइले मजाले चलाउनु हुँदो रहेछ र मात्रै, नत्र त आज त पुरा डेन्जर बाटो थियो नि, सबै जिउहरू उखालेर दुखेर अनि जबरजस्ती आइहालेको माथि नै पुग्यो भनेर जाँदैथ्यौँ। दिदीहरू नानाहरू कुरा गर्दैछ, पोखरा गएको पनि यस्तै थियो भन्दै हुनुहुन्छ। अनि कस्तो राम्रो धरानको हेर्नुहोस् न, धरानको चिन्डे डाँडाबाट देखिने धरानको भ्यूहरू कस्तो राम्रो है। त्यस्तै आर्मी स्कुल अरे जाँदैछौँ बाटोहरू कस्तो, अनि कस्तो राम्रो लाग्छ कि यो फुल चाहिँ बाटोमा रङ बिरङको फुल छ। अनि डाँडा पारी घरैघर मान्छेहरू बसोबास गर्दैछ। अनि हामी अगाडि बढ्दै गयौँ यसरी नै, टेम्पोले उफार्दै लग्यो बल्ल 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 बल्ल। अनि डाँडामा नाच्दै गरेको देख्यौँ हामीहरूले। अनि हो आइपुग्यौँ भन्यौँ। अनि त्यहाँदेखि पुरा आज चिन्डे डाँडामा चाहिँ हर्क साम्पाङले नाच्नुपर्छ भनेपछि चाहिँ अनि यहाँ चिन्डे डाँडामा पछि यहाँ चाहिँ सुम्निमा र पारुहाङको मूर्ति बनाउनु गइरहेको ठाउँमा पुरा नचाउँदै रहेछ। अनि ठिक्कै जाँदाखेरि हामी यहाँनिर बडाबाउ ससुराको छोरी नातिनी ठ्याक्कै हाम्रो अगाडि टेम्पोबाट झर्दै हुँदो रहेछ, भान्जी आमाजु। अनि हामीहरूले खुसी भयौँ। अनि नानाहरूसँग भेट्यौँ, ढकभेट गऱ्यौँ। अनि ढकभेट गरिसके